आज चाहिँ मेरो पुल वर्कआउट छ अलिक खाली नै छ जिम पुरै खाली छ अनि टक्क भिडियो बनाउन पनि सजिलो होस् भनेर चाहिँ अलिकति म ढिला आएको तर अहिले पनि मान्छेहरु जिममा आउँदैछ सो लेट्स वार्म अप है त 200 viral push-up ni आते ये कंटेंट बनाउँदा यस्तो टाइम खाइरहेछ नि गाइस के भन्नु बानी नभएर पनि होला बानी भइसि त ठिकै होला हैन के भन्नु ल गरौँ अब हामी वर्कआउट बल्ल 9:30 बजे आएको आधी घण्टा बेसी भइसक्यो बल्ल सुरु गर्दैछु ल स्टार्ट ल जसमा 16 हाल्दैछु थाहै भएन सो अब चाहिँ केवल पुल ओभर हान्न जाँदैछु अनि मलाई चाहिँ यो बाइसेप बारले हान्न मन पर्छ सो हानो कति सो यो मेरो लास्ट सेट हो अलिकति 16 केजीमा हाल्नु सकिन ल ओहो भारी हुन्छ के हो अलि नगर मिति ल आइदे गाह्रो ज्यान बनाउन गाह्रो रियल डेल्सलाई चाहिँ पुल डेमा हान्ने गर्छु अनि गरौँ अब हामी के भन्नु अरु त 1 2 3 यो त भएन उडेको जस्तो भयो ल यो हाम्रो के रे पावर बढ्नु स्ट्रेन्थ बढ्नु भनेकै मसल गेन हुने हो सो होप मेरो मसल गेन भएर होला डेल्टोइडको त्यही भएर 4 केजी अलिकति भारी नै लाग्थ्यो अस्ति अहिले चाहिँ हावामा उडे जस्तो फिल भइरहेको ल हानो अब यो चाहिँ कस्तो हुँदो रहेछ यो ठिक्क छ 2 3 4 धेरै पनि नगरौँ फेरि क्यालोरी धेरै बढ्नुहुन्छ सो ओ 12 मान्छु त्यसपछि हेरौँ 12 मा कस्तो फिल हुन्छ त्यसपछि सकिन भने अलि गाह्रो हुन थाल्यो भने चाहिँ म फेरि त्यो जतिको त्यतिमै कि त 8 कि त 12 मा त्यसरी ओके अब चाहिँ तल गएर
हाम्रो मिड ब्याकको लागि एक्सर्साइज गर्नुपर्ने हुन्छ सो मिड ब्याकको लागि चाहिँ तल जान्छु अनि यहाँको लागि चाहिँ सक्यो सो यस्तै नै हुन्छ मेरो वर्कआउट अब तल गएर हान्छु त्यसपछि बाइसेप र अनि मिड ब्याक ल फाइनली सकिसकेँ मैले जिम गरेर अब जानुपर्ने हुन्छ ढिला पनि भयो मलाई बाहिर पनि जानु छ सो यस्तो छ मेरो आजको आउटफिट अनि घाम चर्किरहेको छ यहाँ जुत्ता छोड्छु अनि जान्छु 2 hours later सो हामी चाहिँ अब अहिले गाडी हेर्न आउँछ सो यो गाडी चाहिँ हाम्रो सरले लिने थिए डस्टर रेनल्डको सो भित्र देखाइदिइहाल्छु भित्र त बवाल कम्फर्टेबल छ त सिटहरू पनि टक्क लाएर ल कङ्ग्रेचुलेसन सर तपाईँलाई नयाँ गाडीमा आज प्रि बुकिङ हुँदैछ प्रि बुकिङ भएपछि अबको लाइक अबको छिटै आउँछ न गाडी सो गर्मी भयो एकछिन यहाँनिर एकछिनमा अब मिल्यो भने टेस्ट ड्राइभ नै गर्नुपर्छ त्यतिर सोधौँ यस्तो छ हाम्रो टी कन्डिसनमा हो हाम्रो फाइनली प्रि बुकिङ पनि भइसकेको छ गाडी कस्तो लाग्दैछ सर ठिकै लाग्दैछ अब डर पनि लागिरहेछ सानो गाडी चलाएर हिँडेको ठुलो गाडी कस्तो हुने हो के हुने हो तर चलाउँदै गएपछि चाहिँ कम्फर्टेबल हुन्छ चलाउँदै गएपछि कम्फर्टेबल हुन्छ हैन अब सो सबभन्दा कुरा भनेको चाहिँ अब गाडी त मेटेरियलिस्टिक कुरा हो तर कन्फिडेन्ट हैन अब एक लेभलको चाहिँ ग्रोथ अब जुनले चाहिँ नेचरको हामीले काम गरिरहेछौँ हैन यतिको गाडी भएपछि पूर्वदेखि पश्चिमसम्म हाम्रो टिम पनि जाने कुरामा पनि हैन यसले हामीलाई लिभरेज गर्छ यो पनि हाम्रो ग्रोथसँग रिलेटेड कुरा छ हैन हो एकदम ठिक सो गाडी टेस्ट ड्राइभ पनि गर्नुपर्छ एकछिनमा अहिले चाहिँ इन्टेरियर भ्यू चाहिँ यस्तो देखियो हैन इन्टेरियर पनि बत्ती चाहिँ छ ट्राभल गर्दा यो हात छ आनन्दले कम्फर्टेबल तरिकाले मजा हुने भयो तर यो तीनजनालाई मजाले बस्न मिल्ने स्पेस देखिएछ यहाँनिर चाहिँ यस्तो रहेछ यो यहाँनिर चाहिँ यो के छ भन्दाखेरि यो 3 सिटर छ यो खुल्छ यसपछि यो खुल्छ यो खुलेपछि चाहिँ यसको बेनिफिट यसरी हात राख्न मिल्छ ल पानी सानी राख्न मिल्छ यसरी आनन्दले भित्र चाहिँ सोना बसे जस्तो भयो एकछिन अब बाहिर निस्किनु पर्यो बाहिर निस्क्यौँ है कता जाने बिस्तारै साइड लाइट चाहिँ अपोजिट हातमा छ है आनन्द भन्दै केयर सेन्टरमा उपचार गराउँदा 4 दिनभित्र केस झर्न रोकी नयाँ केस उम्रन थालेछ साथै बेनिफिसियरी 31560 ल चलाइयो डास्टर बवाल छ त गाडी त ल हामी जाने पोखरा हो हामी पोखरै जाने हो ठुलो देखिँदो रहेछ अगाडि के देखिया छ ठुलो देखाएको छ गाडी मलाई त त्यो चलाएको भन्दा राम्रो के भन्छ टोयोटा हाइलक्स जतिको छैन नेक्सन चलाएको भन्दा राम्रो नेक्सन र ब्रेजा भन्दा राम्रो ए अफरोड पनि ट्राई गरौँ न अफरोड गाडी हो नि त खासै होइन यतातिर खाल्डाखुल्टी 2 व्हिलमा छ होइन अहिले
अटो फोरेल हो यहाँ एसीले गर्दा हो पावर नपुगे एसीले गर्दा पावर नपुग्यो उकालोमा 3 नम्बरमा तानिरहेको छ उकालोमा 3 नम्बर एसी चलाएर अहिले हुटिन्छ कि हुटिन्छ हुट्यो यतिको गाडी भएपछि पूर्व पश्चिम पुग्यो होइन आनन्द ब्रो सुगम ब्रो अब जानुपर्छ इकोमा छ नि त अझ स्पोर्टमा लागेपछि अझ पावरको छ होइन स्पोर्ट कहाँ छ यहाँ छ लगाइदियो लगाइदिनु न आयो अफ भयो ल ओ कुद्यो हो रहेछ पावर जाने अनि ट्र्याक्सन कन्ट्रोल थाहा छ तपाईँलाई त्यो ऐना मिलाउने चाहिँ यताबाट हो अलिकति प्र्याक्टिसै चाहिन्छ त्यही त आफै भयो कपलाको हुन्छ कि भयो दिएको हटाएपछि त पावर आउँछ राम्रै आउँछ हाइवेमा अब उड्ने हो सर ए तेरि बिर्सिँदो रहेछ ठिक छ मलाई त राम्रै लाग्यो कम्फर्टेबल लाग्यो त्यति पैसा पनि मात्रै ओराउँछ होला हौ माथि मोबाइल यसो चलाएर यस्तो होटिन्छ कुद्या छ गाडी ठिकै हजुर के भएको थियो भन्दाखेरि अब हामी गइराखेँ अनि त्यो कियाको स्पोर्टेज पुरा तुफानको जाने त्यसपछि अगाडि रोक्ने फेरि अनि हामीलाई उचिन्ने त्यस्तो गरेर थियो नि अब त त्यस्तो हुँदैन होला हामी त्यो गाडीलाई पूर्व जाँदाखेरि हाम्रो त्यो बाटो यही हो होइन अब सिन्धुलीको बाटोको पारा यही हो यतिको बाटो यति गाडी भएपछि त्यो बाटो पनि जान पाइयो नि त अब छिराउ जान्छ यताबाट त जान्छ यतै सबै उ गर्नु ओके ल ब्रो दामी छ गाडी अब रमाइलो हुने भयो हामीलाई या थ्याङ्क यू चियर्स हामी चाहिँ अहिले मोही खाना छ मोही हामी चाहिँ अहिले यो चाहिँ यो युएन पार्कको नगरबाट युएन पार्कको जाममा छौँ ब्रो एकदमै जाम भइरहेछ यहाँ गर्मीले हामी चाहिँ शीतल तापेर यहाँ हल्ला के छ भन्दाखेरि अब यो देशको चाहिँ यो हप्ता दिनमा देशको चाहिँ सत्ता नै पल्टिन्छ भन्ने हल्ला सुनियो मही खाइयो ओली सरकार ढल्छ भन्ने पनि कुरा भइसकेको छ होइन ब्रो त्यही सुनिएन हामीले चिया पसलमा त्यही सुनियो चिया पसलको गफ त्यस्तो छ माहौल अब नयाँ शिक्षा मन्त्री आउनु भएको छ भन्ने कुरा पनि सुनियो ब्रो पुरानोले राजीनामा दिनुभएछ अब खोइ के हो अब हामी चाहिँ बाटोमा जे भए पनि हामी चाहिँ चिल्याक्स हो होइन ब्रो या कमान